तर अब म अन्तिम चरणतिर जाँदैछु किनभने समय मसँग 10-20 मिनट मात्रै छ। यस्तो पुस्ता कसरी जागिन्छ? हाउ डज द जेनेरेसन पास? यस्तो पुस्ता कसरी आउँछ? अलिकति त्यो कुरा भन्न चाहन्छु। फर्स्ट स्टेप टु कम द्याट जेनेरेसन इज टु गिभ बर्थ। भन्नु मतलब यो चाहिँ नि यस्तो पुस्ता चाहिँ बनाइँदैन, जन्मिन्छ। सबैभन्दा पहिला याद गर्नुहोस्, पुस्ता भन्छ, पुस्ता बनाइँदैन, जन्माइन्छ, बनाइँदैन, जन्माइन्छ। कसले जन्माउँछ? मलाई सोध्नुहोस्। कसले जन्माउँछ? मण्डली दुलै हो, ख्रिस्ट दुला हो। जब ख्रिस्ट र मण्डलीको घनिष्ठता हुन्छ, नजदिकता हुन्छ, मण्डलीले गर्भधारण गर्छ। Without intimacy, there is no pregnancy. याद गर्नुहोस्। किन मण्डली, किन अगुवा लिडरसिप यस्तो किसिमको लिडर, यस्तो किसिमको मण्डली हुनुपर्छ जोसँग ख्रिस्टसँग एकता छ। एकताले दुलाको एकताले के गर्छ भन्नुहोस् त? बालकलाई गर्भधारण गर्छ। गर्भधारण गरेको एउटा बिन्दुमा पुगेपछि के हुन्छ? प्रसव वेदना सुरु हुन्छ। दुईटा कुरा, एकताले जहिले पनि प्रसव वेदना ल्याउँछ। प्रसव वेदनामा रुवाई हुन्छ, प्रसव वेदनामा एक किसिमको के हुन्छ भन्छ? बर्डन हुन्छ, भारीपन हुन्छ। तर प्रेममा एउटा कुरा भन्न चाहन्छु, प्रेग्नेन्सी जब तपाईँ भित्र नि कुनै पनि कुरा जन्मिनुभन्दा अगाडि त्यसले गर्भधारण भएको हुन्छ। त्यसै कुनै पनि कुरा जन्मिनु साथीलाई बसेर भन्नुहोस् त, त्यसै चाहिँ कुनै कुरा जन्मिँदैन, गर्भधारण गर्नु पर्यो। मण्डली भन्छ यो समय आत्माले भरेको मण्डली हो। प्रेग्नेन्सीको टाइमबाट बुझिराखेको छ। प्रेग्नेन्सीको टाइमबाट बुझिराखेको छ। यो मण्डली पनि अहिले प्रेग्नेन्सीको टाइममा बुझिराखेको छ। आत्माले भरिएको एउटा समाज छ, जुन समाज एउटा प्रेग्नेन्सी एउटा लिडरसिप एउटा समाज छ, जो चाहिँ प्रेग्नेन्सीको पेटबाट बुझिराखेको छ। कुनैलाई कष्ट छ, कुनैलाई खेदो छ, कुनैलाई प्रसव वेदनाबाट भएर जाँदैछ। प्रसव वेदनाबाट भएर जाँदैछ। जब यो प्रसव वेदना सकिन्छ, यसले सुन्दर बालकलाई जन्म दिनेछ। यो पुस्ता हुनेछ। हालेलुया। मैले भन्दै गरेको पुस्ता, हालेलुया। प्रचार गर्दै गरेको, शक्तिले भरिएको, चरित्रले भरिएको, सुन्दरताले भरिएको, परमेश्वरको महिमाले भरिएको पुस्ताको प्रेग्नेन्सी अबको मण्डलीले गरिराखेको छ। हालेलुया। जाने पुस्ता, ओ प्रभुको घनिष्ठतामा जाने पुस्ता, बिहान साँझ उहाँको उपस्थितिमा परमेश्वरमा हराउने पुस्ता, हराउने अगुवाहरू, हराउने मण्डलीहरूले एउटा प्रसव वेदनामा भएर जानु परेको छ। किनभने यो पृथ्वीमा परमेश्वरको महिमालाई ल्याउने पुस्ता जन्माउने ठाउँमा हामी पुगिरहेको। प्रसव वेदनाको पीडाबाट गइरहेको छ। आत्माले भरिएको मण्डली अहिले प्रसव वेदनाको पीडाबाट भएर गुज्रिराखेको छ। आत्माले भरिएको अगुवाहरू प्रसव वेदनाको पीडाबाट गुज्रिराखेको छ। फेरि म तपाईँलाई उत्साह दिन चाहन्छु, शक्तिशाली पुस्ता जन्मिँदैछ। त्यो कारणले गर्दाखेरि नि तपाईँ अब म एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँ साँच्चै त्यो जेनेरेसन त्यो पुस्ता जन्माउन चाहनुहुन्छ भने चाहिँ प्रभुको नजिक हुनुहोस्। यदि तपाईँ त्यो पुस्ता आफू हुन चाहनुहुन्छ भने चाहिँ प्रभुको नजिक भएको मण्डली, प्रभुको नजिक भएको अगुवालाई पछाउन सुरु गर्नुहोस्। किनभने त्यो जन्माइन्छ। मान्छे बनाउनु सकेन, मान्छेलाई जन्माउनुपर्छ। पुस्ता बनाउनु सकेन, पुस्तालाई जन्माउनुपर्छ। यो आफै आउँदैन। सिम्पल टिचिङ गरेर आउने कुरा होइन। सिम्पल बाइबल सिकाएर आउने कुरा पनि होइन। ओ यो घनिष्ठता र प्रसव वेदना दुईटा कुरा मिसिएको हुनु पर्यो। आमेन हुन्छ। हालेलुया। हालेलुया। यस्तो खालको घनिष्ठता जसरी मुरुले मृगले पानीको तृष्णा गर्छ, त्यसरी हे मेरो आत्माले मेरो प्राणले परम प्रभुको तृष्णा गर्छ भने पुस्ताले मात्रै त्यस्तो खालको पुस्ता जन्माउन सक्छ। हालेलुया। 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 थाहा छ कतिलाई थाहा छैन,
चेन्नईबाट बेरेका प्रोफेटिक मिनिस्ट्री भन्ने एउटा सेवाकाई छ। त्यहाँनिर इजिकिया फ्रान्सिस र बिनिटा फ्रान्सिस भन्ने प्रभुको दासदासीहरू हुनुहुन्छ। उहाँको आँसु, उहाँको प्रसव वेदनाले हजारौं लाखौं यस्तो पुस्ताहरू हालेलुया। उहाँहरू वृद्ध हुनु भएको छ, उहाँहरू सत्तरी काट्नु भएको अवस्था छ। अब उहाँहरूले आफ्नो ब्याटन पास गर्ने बेला भएको छ। अब हाम्रो टर्न आइपुगेको छ। हामी भने त्यस्तै पुस्ता जन्माउनुको लागि हालेलुया। पुस्ता मात्रै होइन, पुस्ता जन्माउने व्यक्तिहरू हामी जन्मेको रूपमा प्रभुले खडा गर्दै हुनुहुन्छ। भरेको पुस्ता हुने मात्र होइन, महिमाले भरेको पुस्ता जन्माउने पुस्ता सबैभन्दा पहिलो कुरो जन्माउनु जरुरी छ। कष्टबाट, अभावबाट, यो विभिन्न एउटा बिन्दुमा भयो तपाईँ प्रसव वेदनामा जानुहुन्छ। बाइबलले भन्छ जब एउटा बालकले जन्म लिन्छ त्यसको सबै पीडाहरूले बिर्सिन्छ। आजको दिन तपाईँले भोग्दै गर्नुभएको पीडा, प्रभु दासले भोग्दै गर्नुभएको पीडा, यो पुस्ता जन्मिँदै गरेको देखेर यो सबै पीडाहरूले प्रभु दासले बिर्सिनेछ एक दिन। हालेलुया। भुल्नेछ एक दिन। हालेलुया। जन्माएर मात्रै काफी छैन भन्नुहोस् त। जन्माएर मात्रै काफी छैन, हुर्काउनु पनि पर्छ। हुर्काउनु पनि पर्छ। हुर्काउने प्रक्रिया चाहिँ भन्नुहोस् पानी हाल्ने प्रक्रिया हो, चेला बनाउने प्रक्रिया हो। बाइबल ट्रेनिङमा चाहिँ हामी चेला बनाउन सक्दैनौँ। बाइबल ट्रेनिङमा चाहिँ हामी के गर्छौँ? स्टुडेन्ट बनाउँछौँ। तर परमेश्वरले चाहिँ स्टुडेन्ट होइन, परमेश्वरले चाहिँ चेला बनाउनुको लागि हामीलाई एउटा प्रोसेस हो। स्टुडेन्टबाटै चेला हुन्छ पछिबाट। राम्रो सुन्नुहोस् है, स्टुडेन्टले चाहिँ हामीले पढाएको कुरा सिक्ने हो। जब हामी चेला बनाउँछौँ हाम्रो सम्पूर्ण कार्यका लागि चेला हुने। येशूले चेला बनाउँदै गर्दा नि येशूको सबै कुरा उहाँले येशूले चेलालाई छोडिदिनु भएको छ। उहाँको जीवनशैली, जीवन स्टाइल। त्यही कारणले गर्दाखेरि नि चेला चाहिँ क्लासरुममा पढ्नेलाई चेला भन्दैन, जीवन पछाउनेलाई चेला भनिन्छ। थुप्रोजना व्यक्तिहरूले के गरे भने यसोलाई पछाएको एकजना 12 प्रेरितहरू छन्, चेलाहरू छन्। खास चेलाहरू चाहिँ यसोलाई पछाउने जता प्रेरितलाई पछाउने। अनि तपाईँलाई भन्न चाहन्छु, तपाईँले नि येशूको चेला त हुनै पर्छ, तर येशूको चेला हुनुभन्दा अगाडि कुनै यस्तो प्रसव वेदना भोगेको व्यक्ति चेला हुन सकेको छ। सही लिडरलाई, सही अगुवालाई खोजेर पछ्याउनु जरुरी छ। पुस्ताबाट हुँदैन, पुस्ता आफै खुलाउँदैन। एलियाले नबचाएको भए एलिसा बनिने थियो। सामुएलको समयमा अगमवक्ताको झुन्ड थियो, सामुएललाई पछ्याउनु। एलियाको समय पनि, एलिसाको समय पनि झुन्ड थियो, पछ्याउनु। त्यसरी नै हाम्रो सुन्नु चाहिँ खोजिरहनु पर्ने, आफूले पछ्याउनु पर्नेहरू चेला होइन। चर्चमा पनि पास्टरले भिजिटिङ दिइरहनु परेर त चेला होइन, तिनीहरू चाहिँ विश्वासी मात्रै। तर पास्टरलाई खोजेर पछ्याउनेहरू चाहिँ चेला हो। आमेन भन्नु त। चेला येशूले पहिला चाहिँ येशूले भेट्नुभयो चेलालाई, येशूले भेटाउनु भयो, चेला खोज्नु भयो, येशूले खोजेर भेटाएको। एकपल्ट खोजिसकेपछि चाहिँ कसले येशूले खोजेको नै, बाँकी त सबै चेलाले यसो खोजेको। चेला येशू कहाँ जान्छ खोज्दै 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 पछ्याइहाल्ने। पास्टर आएन भन्दै बस्ने विश्वासी भएकोले गर्दा चेला itu mendapur. Apa saya kemarin apa? Saya apa sanus जिंदगी भरि हात धोएर पछाउनुस्। आमेन भन्नुस्। के धोएर आयो भन्नुस् त? कसरी पछाए एलियाले एलिसाको त डबल एमपी डबल एमपी कतै भन्छ? भागवतको गुण काटेर त्यसैको जुवा र हलोले पकाएर खाएर किन यसो गरेको भने चाहिँ फर्किने बाटै नहोस् भनेको थियो। त्यो गुण र जुवा छ भने चाहिँ फर्किनु मन लाग्यो। अलिकति अब त्यसले गरेको समयमा है अगमवक्तासँग जमाउनु बस्ने कोही बेला त्यो जङ्गलकै चिजहरू खोजेर खानु पर्ने। तर नि 12 हल गोरुले जोत्नु भनेको चाहिँ शान्तिको मान्छे रहेछ त त्यो समयमा। अहिलेको समयमा 12 ट्र्याक्टर भएको छ,
हुने खाने त्यो हुँदा खाने होइन त्यो हुने खाने मान्छेले चाहिँ नि ईश्वरीय कुराहरूलाई चाहिँ नि त्यो 12 हल गोरु धन सम्पत्ति भन्दा त्यो समयको मान्छेले ठुलो माने पछाउने भने त्यस्तै हो गोरु काटेर खाने हो हलो सबैले पकाउने हो पछाउने मान्छेले चाहिँ हत्या दिनु पर्छ अब गोरु काटेर खायो लाग्यो तिमीले खायो भने म पनि खान्छु तिमी भएको भने म तपाईँले त्यो तरिकाले जब भनौँ न भएको कामहरू छोडेर आफ्नो होइन र निष्ठामा बसाउन सुरु गर्नुहोस् किनभने एउटा सही पुस्ता चाहिँ नि एउटा आमा बाउ बिनाको नेतृत्व बिनाको पुस्ता हुँदैन अनि परमेश्वरले यी दिनहरूमा नि स्टुडेन्ट बनाउने बेला चाहिँ साँचो चेला बनाउने साँचो चेला चाहिँ कस्तो सब छोडेर भएको चाल छोडेर पछायो यसोसँग लक्कर हिँड्दैछ अब प्रचार पनि गर्नु पाएको छैन यसो एक्लै गर्छ होइन पाँचौँजनालाई बोल्ने बेला पनि काम के हो भन्दाखेरि यहाँको बोली पठायो यहाँबाट एउटा छ त्यसले उता बोली पठायो बोली त्यसले सुन्छ त्यहाँको उता बोली पठायो 12जनाले त्यो रिले नगरी त कसरी तल सम्पूर्ण अहिले 4-5जना त बोल्नु सकिँदैन सुन्दैन त्यसरी 5जना कसरी बोल्नु 12जना तेरा नभएको सम्भवै छैन यो त इको भाव छ क्या आजको दिनमा भन्दाखेरि भनेको क्या इको यहाँबाट बोली पठायो अर्कोले बोल्छ तल्लो छेउसम्म पनि पुग्छ सायद त्यसरी बोल्छ काम भनेको होइन किनभने म खुवाउनु चाहन्छु माछा भनेपछि रोटी खुवाउनु चाहन्छु लाइन लगाएर मिलाएर बस्ने काम एकपल्ट राजाको भोलि पुग्यो भने यसो गरेर प्रभुले 2-2जना पनि लाग्छ मरेको कुरा जग होइन रोगीलाई जाति पार भनेर रडाको बचाएर आएको पछाको त्यही मान्छेले संसारमा पुलट हालेलुया उसा दिन चाहन्छु तपाईँ साँच्चै उसा भन्न चाहनुहुन्छ अरे नि यदि एकजना र्याडिकल व्यक्तिलाई बचाउनु भएन तपाईँ र्याडिकल हुन सक्नुहुन्छ महिमाले भरेको मान्छेलाई बचाउनु भएन तपाईँ महिमा हुन सक्नुहुन्छ अभिषिक्त मान्छेलाई बचाउनु भएन भने अभिषिक्त हुन सक्नुहुन्छ किनभने हात्तीले हात्ती जानुहोस् घुनले घुनै जानुहोस् हात्ती जस्तो देखेको त्यो हात्ती जस्तो हुँदैन घुन हुँदैन बगाइदिनु लाग्ने घुन देख्नु भएको छ सेम हात्ती हुन्छ होइन सिंहले सिंह जानुहुन्छ बाघले बाघ जानुहुन्छ बिरालोले बिरालो जानुहुन्छ बाघ जस्तो देखेको थियो बिरालो बाघ जस्तो हुँदैन त्यो कारणले गर्दाखेरि हामीले सही लिडर पाउनु जरुरी हुन्छ आमेन हालेलुया भन्नु त जाने बित्तिकै पास्टर छोड्नुहोस् भनेको होइन फेरि यसो सम्झेर फेरि मलाई खतम नपार्नु तपाईँले आफ्नो पास्टरलाई प्रेम गर्नुहोस् अथवा तपाईँको गुलाम अनुसार तपाईँको अभिषेक अनुसार तपाईँको मेन्टरिङ हुनु पनि जरुरी छ यस राम्रो सुन्नुहोस् मेरो छोराछोरीहरू नि पढाउने अरू टिचरहरू छ मैले मात्रै पढाएको मैले पनि जान्दिनँ मैले जान्ने जति पनि हुन्थेँ अरूलाई पनि छोड्दै गयो अब मेरो छोरा फुटबलमा राम्रो छ भने नि मैले सिकाएर त्यो मात्र फुटबलर हुँदैन क्या मैले गोलमा सिकेर लड्ने मान्छे उसलाई फुटबलको कोच खोजिदिनुपर्छ तपाईँ राम्रो छ तपाईँ त्यस्तो पुस्ता हुन्छ तपाईँ कुन क्षेत्रमा सक्ने क्षेत्र तपाईँको मेन हो त्यही सेक्टरको मान्छे तपाईँको मेन्टर हुन्छ त्यही सेक्टरको मान्छेलाई चर्च छोड्नु पर्दैन गाइड चाहिँ अर्को दिन सक्नुहुन्छ आमेन भन्छ हालेलुया अब मेरो छोरालाई मेरो छोरीलाई पढाउने साइन्स पढाउने मनिके पढाउने अरू टिचर फाक्रा होला भलिबल आएर फेरि मलाई चाहिँ तपाईँ मेरो बाउ होइन बलमा साइन्स टिचर चाहिँ बाउ भएर फाक्रा जन्मे त्यो कारणले गर्दाखेरि हामीले त्यो तरिकाले अगाडि बढ्यो भने चाहिँ नि तपाईँले गुड लिडर हुनुपर्ने तपाईँको आफ्नो बोलावट अनुसार तपाईँको आफ्नो लिडर हुनु धेरै प्रभु शक्तिशाली अहिले प्रभुले चलाउँदै गरेको दासहरू छ नि त्यो कुनै प्रभु दासहरू 7-5वटा मेन्टर हुनुहुन्छ फाइनान्स मेन्टर फाल्टै छ पोलिटिकल मेन्टर फाल्टै छ हाम्रो त कस्तो खालको भन्दाखेरि यो पोलिटिकल गरेर छोडिदिएको साँडे हुन्छ त्यस्तो साँडे यसमा बसेको है अभिषेक पनि कसले गर्यो भने आफ्नै हातले गर्यो
पिता पुत्र पवित्र आत्माको नाममा आजदेखिको रेफरेन्ट भइस आफ्नो रेफरेन्ट राखेको हिँडेको पिता पुत्र पवित्र आत्माको नाममा आजदेखि पास्टर आजदेखि प्रोफेट दुई तीनवटा प्रोफेसी गरेपछि प्रोफेट सो अनि सो कसैले यति सिकाउनु पर्दैन प्रोफेसी गर्नु डाइरेक्ट सिकाउँछ औ त्यस्तो भएदेखि गएर भैँस पानी अब यहाँभन्दा अगाडि सक्नेको कुरा भयो होला कि अब चाहिँ मुक्तिको कुरा गर्नु हाम्रोतिरको मान्छेहरू नि खतरा खतरा गाउँमा नि यस्तो दामी दामी फुटबल खेल्नेहरू थिएन कि तर साथीले सिङ्गडा र बासी भात खेलेर सक्ने कुरो भयो किन भन्दा कोचेकै थिएन उनीहरू होइन अब कोच गरेर मान्छे कस्तो हुन्छ सिक्किमतिर एकजना सिक्किमको कोच हो भने हाम्रोतिरको मान्छे फुटबलको आशा छैन हामीले किन भन्दाखेरि एक गोल लगाएको गोल लगाउनेको प्रति गोल 10,000 दिन्छु 20,000 दिन्छु भनेर नि पासै हाल्नु उसले नै गोल लगाउनु पर्यो 20,000 लोकले कसैले गोल लगाउने आफूले गोल पसिन्छ अब त्यस्तै हुन्छ एकलाई खेल्दाखेरि जस्तो सुकै ट्यालेन्ट हुन्छ घरमा बसेर डक्टर हुँदैन शिक्षक चाहिन्छ ट्रेनिङ हुँदै बस्न घरमा बसेर इन्जिनियर हुँदैन अब यो कन्सेप्ट डरलाग्दो जेनेरेसन उत्पन्न हुनुकै लागि यो कन्सेप्ट यो प्रकाश नेपाली जगत पनि आउँदैछ साँडै छोडेको गोरु जस्तो भइदिँदैन है जसको म नाच्दैछु खाइदे बाली है हान्नु खोले गरे लुकेर टुक्राइदियो न हामीलाई इथिक्सको कुरा कसरी सिकाउनु पर्यो न चरित्रको विषयको कुरा सिकाउनु पर्यो एउटा दिदीबहिनी आँखा झिप्यो अरे अपमान गरिहाल्यो मित्र बिना भएपछि एकजनालाई अपमान गरेर एकजना भाइले बहिनी तिमी जोसँग बिहा गर्नु खोज्दैछौ त्यो तिम्रो होइन प्रभुले आफै दिन्छ भनेर छुटाएछ पछि चाहिँ त्यो प्रभुले देखाएको मान्छे मै हो त्यही अपमानीहरू बदनाम भएको छ यहाँ कसरी अवमानी गर्ने कसरी लिडर नभएर एकजना भाइले परमेश्वर आत्माले मलाई भन्दैछ पास्टर बाबुको छोरीसँग बिहा गरौँ भनेर पास्टर बाबुले परमेश्वर आत्माले मलाई पनि भन्दैछ जे पाक्दै बोलेको नाच झार्दै त्यसले गर्दाखेरि तपाईँहरू सही तरिकाले अगाडि बढ्नको लागि नि लिडर चाहिन्छ अगुवा चाहिन्छ हालेलुया हालेलुया त्यो भन्नुको लागि नि सधैँभरि राम्रो मात्रै भन्ने होइन फुटबल खेल्दाखेरि त्यहाँ बिचमा के हुन्छ भन्नुहोस् त रेफ्री त्यो क्रिटिसाइज गरिनेहरू चाहिँ रेफ्रीहरू टेन्सन कोही बेला त उनीहरूले क्रिटिसाइज गरेको ठिकै गरेको हुन्छ कि तर कोही बेला चाहिँ विपक्षमा लागेर नि त तपाईँले त फल दिनु हुन्छ रेफ्री चाहिन्छ त्यो टेन्सन नभएर तर तपाईँ बडा हुँदैछ कोचै हुँदाखेरि रेफ्री हुन्छ नि तपाईँलाई क्रिटिसाइज गरेर टेन्सन नभएर जब तपाईँ जीवनमा क्रिटिसिजम आउँछ त्यसले तपाईँलाई खतम पार्दैन तपाईँले त मैले गल्ती गरेको यसो हेर्ने गल्ती छैन भने चुप लागेर अगाडि बढ्ने छ भने सुधार्ने भित्रभित्रै सुधार्ने यस आमेन भन्नु हालेलुया हालेलुया उत्साह दिन चाहन्छु धेरै प्रकारले हामीलाई नि म तपाईँलाई उत्साह दिन्छु यो पुस्तक पढाउँदै गर्दाखेरि सहिले तपाईँले यस म्यान हालेलुया प्रेज द लर्ड मात्रै भन्ने मान्छे खालि फुर्काउने मान्छे मात्रै वरिपरि छ भने चाहिँ उत्साह त हुन्छ कि तर त्यो सुरक्षित हुँदैन क्रिटिसाइजर मान्छेले परमेश्वरले राख्नु भएको कारण चाहिँ हाम्रै सुरक्षाको लागि के लागि भन्नु त हाम्रो सुरक्षाको लागि त्यसले घमण्डी हुनु दिँदैन बेसी बोलिनु दिँदैन आफ्नो क्रिटिसाइजर कोही बेला ठिक हुन्छ राइट नै हुन्छ तर मेरो विरोध गर्छ भनेर कुनै हात फाल्नु हुँदैन लडाइँ गर्नु हुँदैन ठिक छ भने ठिक छ छैन भने आफूले आफूलाई चेक गर्ने हामी हुन्छ हामी ईश्वरतिको भएका भन्दा जतिसुकै आत्माले भरेको ईश्वरतिको त भएको छैन नि त हाम्रो जीवनमा के हो कतिवटा मिस्टेक हुन्छ 10 वर्ष अगाडि मैले प्रचार गरेँ अहिले सुनेको मलाई लाग्छ त्यो केही मिस्टेक हुन्छ एकजना प्रभुको दासले वचन बोल्दै थिए
प्रभु त्यहाँबाट जाँदै हुनुहुन्थ्यो पत्रुस नि भएर रुखमा चढ्यो भने पत्रुस चढेको अनि तल सिँढीमा त्यसले पत्रुस होइन अन्त अरे सुनेको अनि भरे सुने जाँदैन नि उनीहरू अनि प्रभुले भन्नुभयो पत्रुस तिमी तल झन् अब जप्पै चढ्छ विभिन्न मिस्टेकहरू हुन्छ जीवनमा हाम्रो डेलिभरी मिस्टेक हुन्छ हामीले कस्तो बोल्ने कुरा मिस्टेक हुन्छ थुप्रो कुरा मिस्टेक हुन्छ तर क्रिटिसाइजहरू छ भने नि त्यसले पनि हामीलाई सुधार गरिरहेको त्यसले पनि हामीलाई सुरक्षा दिएको अन्तिममा नि परमेश्वरलाई प्रेम गरेर उहाँको अभिप्राय अनुसारको लाइफहरूको निम्ति सबै कुरा मिलेर भलाइ बनाउँछ सोच्नुहोस् तपाईँले असल अगुवा खोज्नुहोस् अथवा तपाईँको अगुवा जो असल हुनुहुन्छ उसलाई पछ्याउनुहोस् आमेन भन्नुहोस् एकदमै पछ्याउनुहोस् किनभनेदेखि नि तपाईँलाई त्यो बढ्नुको लागि छाया चाहिन्छ पानी चाहिन्छ आफसे आफ भए पनि जन्मिने बित्तिकै चाहिँ कोही स्यामसन भएन बाउले अनि आजको भोलि त्यस्तो भएको होइन बाहिर प्रेरितहरूलाई पनि यसो स्वयंलाई पनि जन्मेर आउँदाखेरि आमाले हुर्काएको त्यही कारणले गर्दा तपाईँलाई साथी चाहन्छु तपाईँ शक्तिको कुरा सुन्नुभयो अभिषेकको कुरा सुन्नुभयो भोलिदेखि गणान गुरुङ खानुभयो दुई चारजना मान्छे निको भइहाल्छ है त्यहाँदेखि त म त संसारमा सबैभन्दा शक्तिशाली भएकै छु भनेर त्यहाँदेखि चाहिँ कसैले मलाई त्यहाँ दिनु पर्दैन पवित्र आत्मा ममा छ भनेर चाहिँ नि हिँड्नु थाल्नुभयो भने तपाईँको अन्त्य नजिकै छ अन्त्य नजिकै छ इजिका फ्रान्सिस इजिका आन्नाले भन्छ आन्ना भन्छ दाजु भनेको थाहा छ उहाँले भन्नुहुन्छ कि जुन सेवकाई छ नि रकेट जस्तो हुन्छ नि त्यो झर्दाखेरि रोटी जस्तो हुन्छ दुई चारवटा जम्मै भइहाल्दैन दुई चारवटा अगाडि ठिक भइहाल्दैमा अरू मान्छेलाई गर्नु छोड्नु होइन पहिलेदेखि सेवाका अब पास्टर यहाँ फर्नेको म कविता आफ्नो दिलाइदिन्छु त्यसरी पुस्ता निर्माण हुँदैन त्यो विभिन्न स्ट्यान्डर्ड छ समस्या के भएको छ अघिको मान्छेहरूले गरेको अब हामी त्यस्तो गल्ती गर्दैनौँ आमेन हालेलुया एली भन्ने मान्छे आफ्नै छोराछोरी हुर्काउन नजान्ने मान्छे हो कि तर उसैको अधीनमा सामेल बनिएको हो त्यसले गर्दाखेरि कोही मान्छे अगुवा त्यो अगुवाले त्यो अगुवाले त्यसलाई खेल बनाए त्यसलाई खेल बनाउनुहोस् तपाईँ पछ्याउने सही हुन्छ भने नि आफ्नो गल्तीले छोराछोरी बिगार्ने आफै लडेर मुटु भाँचेर मर्ने अगुवा नदीमा पनि नि तपाईँ सामु जस्तो शक्तिशाली हुनुहुन्छ हालेलुया हालेलुया तपाईँ त्यो जेनेरेसन हुनुहुन्छ आमेन हुन्छ तपाईँ त्यो पुस्ता हुनुहुन्छ हालेलुया आजसम्म तपाईँले वचन सुन्नुभयो हात राखेर प्रभुको जनाले प्रार्थना गर्दैन म आज हात राख्ने होला छैन किन भन्ने गर्दाखेरि एकपल्ट पवित्र रातमा आइसके पछाडि पवित्र अभिषेक छ भन्ने विश्वास गर्नुहोस् आमेन भन्नुहोस् जहिले न कहिले हात राख्दैन प्रोफेसनल फलोअर्सहरू जहाँ पनि जाने लड्ने मात्र जिन्दगीमा केही पनि परिवर्तन नहुन्छ एकपल्ट लडिसकेपछि पावल दोस्रो लड्नु परेन किनभने उसले परमेश्वरको निर्देशनलाई उसले सुने परमेश्वरको निर्देशनले आमेन अगाडिको सँगै लड्नु होला अहिले परमेश्वरको आवाज तपाईँले सुन्दै हुनुहुन्छ आमेन साउल तिमीले मलाई किन आवाज सुने थुप्रोजना लडे नि पावल लड्दा र सप्रिनु चाहिँ एउटै उद्देश्य हो क्या को सप्रिनु त जसले वचन लडेपछि वचन सुन्यो पहिले लड प्रोफेसनल फलोअर्सहरू क्या एक पछाडि अर्को लड्यो भने चाहिँ बेहुला जस्तो हुन्छ यिनीहरू पछि छुट्टै अवसर दिन चाहन्छु अब विश्वास गर्नुहोस् तपाईँले पाइसक्नु भएको छ आमेन अर्को कुरा मैले वचन बोल्दा बोल्दै म भएको अभिषेक तपाईँमा आइसकेको छु हालेलुया ट्रेनमा हामी त्यो के भन्छ बेलैकामा जाँदाखेरि एकजनाले भन्नुभयो उहाँले बोल्नुभयो तपाईँ टिभीभित्र यो छ त्यो छ भन्नुभयो सबै कुरा छ भन्नुभयो अनि कसले मैले प्रार्थना गरेको चाहनुहुन्छ उठ्नुहोस् भन्नुभयो उहाँले अब उसले प्रार्थना गर्ने को नचाह हामी सबै उठ्यौँ रुक्कै उठ्यौँ त्यहाँदेखि उता फर्किनुहोस् भन्यो अनि यता फर्किँदाखेरि मान्छे उता फर्क्यो गेट आउट भन्नु मतलब त्यत्रो पढाएर बुझेन तिमीभित्र सबै छ तिमीभित्र सबै छ अझै पनि प्रार्थना उहाँले भन्नुहुन्छ कतिजना विशेष आन्ध्र प्रदेशको कुरा गर्नुभयो आन्ध्र प्रदेशमा धेरै प्रमुख दासहरू बेसी खाली टाउको हात राखी मागेर नि कति केसै छैन बेसी तल लिएर सबै त्यो भन्नु बुझेको कुरा चाहिँ हात राख्ने कुरा हो
तर एउटा चाहिँ बुनियादी कुरा हुन्छ बाइबलको छ अध्याय हात राख्ने कुरा चाहिँ बुनियादी कुरा हो सुरुमा अभिषेक पाउनुको लागि सुरुमा चाहिन्छ हात राख्ने कुरा छ तर जिन्दगीमा हातै राखिराख्नु परेको छैन हालेलुया 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 यो पनि भन्नु खोजेको कुरा के हो भने एकपल्ट तपाईँले पवित्र आत्मा पाउनुभयो त्यहाँदेखि तपाईँलाई चाहिएको एकपल्ट पहिला अभिषेक पाउनुभयो त्यहाँदेखि चाहिएको चाहिँ भन्छ त्यहाँदेखि चाहिएको चाहिँ प्रकाश हो हालेलुया हालेलुया तपाईभित्र त्यो अभिषेक छ तपाईभित्र त्यो महिमा छ त्यो उत्साहहरू छ हालेलुया त्यो उत्साहलाई प्रभुले बुझिराख्नु चाहिँ कस्तो छ एउटा कुरा भन्न म के भन्न चाहन्छु तपाईँले रोमी 8 को 18 देखि त पढ्नु त रोमी 8 को 18 देखि म विचार गर्दछु हामीमा जुन महिमा प्रकट गरिनेछ भविष्य कुरा गर्दैछ तर यो कुरा प्रकट हुने कुरा महिमा प्रकट हुनेछ यससँग वर्तमान समयको कष्टहरू तुलना गर्न योग्य छैन सृष्टि बडो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा प्रकट हुने आमेन भन्छ तपाईँ भित्रको पुत्रको महात्मा बाहिर प्रकट हुने कुराको चाहिँ सृष्टिले पनि प्रतीक्षा गरिराखेको छ देशले प्रकट गरिराखेको छ पर्खिराखेको छ यो संसारले प्रकट गरिराखेको छ आमेन परमेश्वरको पुत्रत्व जो तपाईँको आत्मामा छ आमेन भन्छ तपाईँको शरीरमा चाहिँ तपाईँको बाउको पुत्र हो तपाईको आत्मामा तपाईँ परमेश्वरको पुत्र हो यो कुरा चाहिँ भित्र होइन त बाहिर प्रकट हुने समयमा आइपुगेको छ आमेन यो प्रकट हो भने के हुन्छ भन्छ सृष्टि व्यर्थताको बसमा पारियो छ यसको आफ्नै इच्छाले होइन उहाँको इच्छाले जसले त्यसलाई बसमा पार्नु भयो यसै आशामा सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ सृष्टि आफ्नो त्यसको आफ्नो के भन्छ के बोल्नु अरे विनाशको यहाँनिर जे कुरा विनाश भइराखेको छ नि त्यो सबै विनाशको बन्धनबाट मुक्त बनाउने चाहिँ त्यो पुस्ता हो जो चाहिँ परमेश्वरको पुत्रको अभिषेकलाई प्रकट गरेको छ अनि र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ त्यसले पनि परमेश्वरको पुत्रको महिमित स्वतन्त्रता यो चाहिँ पछि हाम्रो महिमित समय हो तर यो समयमा पनि त्यो कुरा हुन सम्भव छ यहाँ वरिपरि वातावरण स्वतन्त्रता पाउँछ आमेन यहाँको परिस्थिति यहाँको सबै क्षेत्रहरूले आर्थिक कुराले स्वतन्त्रता पाउँछ यहाँको हरेक कुराले स्वतन्त्र जब हामी उठ्छौँ जब हामी खडा हुन्छौँ यो देशले तपाईँ भित्रको पुत्रतालाई प्रकट हुने दिन पर्खिराखेको छ हाम्रो मण्डलले तपाईँ भित्रको पुत्रतालाई यस्तो पुस्तालाई पक्रिरहेको जसले पुत्रताको अभिषेकमा खडा हुन्छ त्यो नाममा खडा हुन्छ आमेन हालेलुया हालेलुया उत्साह दिन चाहन्छु प्रियहरू परमेश्वरले खोज्नु भएको पुस्तक नेक्स्ट जेनेरेसन जुन जेनेरेसन चाहिँ यति भइसकेपछि नि त्यही भएर हामी रेडिकल होली स्पिरिट मुभमेन्ट भनेर हामीले चलाउँछौँ हाम्रो ट्रेनिङ चलाउँछौँ किनभने परमेश्वरको आत्माले रेडिकल्ली यस्तो पुस्तक निर्माण गर्ने हुन्छ जो चाहिँ परम्परामा कहिले सेटिस्फाई हुनेवाला चाहिँ मरेर स्वर्ग जाने कुरामा मात्रै सेटिस्फाई हुनेवाला छैन आमेन हुन्छ यो संसारमा उसले हलचल गर्न चाहन्छ यस्तो पुस्ता खडा गर्दै हुनुहुन्छ केही कुरा गरेर कस्तो भने नि कुकुर र हात्तीसँगै प्रेग्नेन्ट भइसक्यो क्या सँगै प्रेग्नेन्ट भएको कुकुरले दुईपल्ट जन्माइसक्यो हात्ती एकपल्ट जन्मिँदैन अनि त्यो कुकुर के हो हात्तीलाई जिस्काउन थालेछ क्या तिमी साँच्चै प्रेग्नेन्ट भएको अन्त भुल भन्दै डक्टर भएको छ एकपल्ट भन्छ अरे क्या तिमी प्रेग्नेन्ट होइन होला भनेर भन्छ अनि हात्तीले के जवाब दिन्छ हो तिमीले थुप्रो जन्माइसक्यो सँगसँगै कुदिरहेको छ र तिमीले जन्माउँदै गर्दा कसैलाई वास्ता कुकुर कसलाई वास्ता हुँदैन न मान्छेले वास्ता गर्यो न यहाँ केही भयो म ढिलो हुँदैछ र याद गर्नु मैले जब जन्माउँछु त्यतिखेर पृथ्वीले थाहा गर्छ कोही जन्म्यो भनेर 15 जन्माउँछ हात्तीले त्यस्तै भने
यस्तो पुस्ता जन्मिँदै चाहिँ पृथ्वीले थाहा पाउँछ जानेवाला छ यहाँ हालेलुया परमेश्वरको शक्ति प्रभाव हुनेछ यहाँनिर आमेन हालेलुया तपाईँको जीवनमा परमेश्वरको महिमा बग्नेवाला छ तपाईँको जीवनमा परमेश्वरको शक्ति बग्नेवाला छ तपाईँको जीवनमा परमेश्वरको उद्देश्यहरू प्रकट हुनेछ परमेश्वरको जीवन यस्तो पुस्ता जसलाई हेर्दै गर्दाखेरि उनी परमेश्वर जस्तो देखोस् आमेन हालेलुया परमेश्वरले आदमलाई बनाउँदाखेरि उहाँको स्वरूपमा बनाएको रहेछ उहाँको प्रतिरूपमा बनाएको के भन्नु खोजेको के हो जब मान्छेले आदमलाई देख्थ्यो नि परमेश्वरलाई देखेको जब आदमले बोल्थ्यो परमेश्वर बोलेको जस्तो हुन्थ्यो जब आदमले हिँड्थ्यो परमेश्वर हिँडेको जस्तो किनभने परमेश्वर यो संसारमा आदमको राज्य गर्छ एउटा कुरा भन्न चाहन्छु आदमलाई परमेश्वर आश्रित फल्दै फल्दै वृद्धि हुँदैछ यो संसार बढी फैलेको नि तपाईँको फैला भएन आदमको फैला हो त्यसै गर्दाखेरि यो जब यो दोस्रो आदम ख्रिस्टमा हामी फेरि नयाँ गरिरहेका छौँ तपाईँ फैलिनु भनेको तपाईँ फैलिनु यसो फैलिनु जब यीशु यो संसार जसरी बाइबलले भन्छ जसरी समुद्र पानीले भरिन्छ त्यसरी परमेश्वरको महिमाको ज्ञानले भरिनेछ हालेलुया हालेलुया परमेश्वरको महिमाको ज्ञान किन महिमाको ज्ञान भरिन्छ किनभने तपाईँको म चाहिँ त्यो महिमा प्रकट गर्ने व्यक्ति हो परमेश्वरको महिमा त्यस्तो हुँदो रहेछ तपाईँ चाहिँ नि परमेश्वरको महिमामा पिस हुनेछ संसार हालेलुया जब तपाईँ परमेश्वरको महिमाको पिस हुन्छ महिमाको चाहिँ परमेश्वरको महिमा भने चाहिँ उहाँको प्रकटित उपस्थिति पनि उहाँको प्रकटित उपस्थिति जसरी इस्राएलीहरूले नि त्यो पागललाई पछाउनु पर्थ्यो पागल चल्यो भने उयो पनि सर्नु पर्ने पागल अडियो भने कुनै पनि अडिनु पर्ने जब उनीहरूले बादललाई पछाउँदै जान्थ्यो जता जता बादल जान्थ्यो त्यता त्यतै मर्ना खोज्दै जान्थ्यो तर एउटा कुरा भन्न चाहन्छु नयाँ नियममा चाहिँ त्यो महिमा तपाईँभित्र आएको छ तपाईँ जता जानुहुनेछ परमेश्वरको प्रभाव त्यता त्यतै हालेलुया त्यता त्यतै मर्ना खोज्दैछ त्यो तपाईँको महिमाको पिस त्यो बादलको खम्बा चाहिँ तपाईँ हुन्छ किन खम्बा भने खम्बा भने मान्छेको आकृति अगाडिको समयको एउटा चिन्ह त्यसरी नै खम्बा जस्तै मानिसमा प्रकट हुनेछ त्यही कारणले गर्दा तपाईँलाई विश्वास दिन चाहन्छु यो प्रकटित महिमा अब तपाईँबाट प्रकट हुने समय 40 दिन तपाईँले देखेर जानेछ म छोटो प्रार्थना गर्न